सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा जय मसीह ख्रिस्टीय विवादन रेडियो किङडम भोइस एफएम 102.1 मेगाहर्जमा कार्यक्रम असल छिमेकी सुनेर बस्नुभएकोमा हार्दिक स्वागत गर्दछु। साथै यस कार्यक्रमलाई माया गरिकन तपाईँले सुनिराख्नु भएको लागि म हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। आउनुहोस् आज फेरि तपाईँहरूसँग रहेर केही समय परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। मलाई आशा छ तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ र यदि तपाईँसँग बाइबल छ भने ढिला नगरिकन हामी दोस्रो पत्रुसको 2 अध्यायको केही पदहरूलाई हामी हेर्नेछौँ र पाठ गर्नेछौँ। आउनुहोस्। जसरी इजरायलीहरूका माझमा झुटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झुटा शिक्षकहरू खडा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन् र आफैमाथि चाँडै विनाश ल्याउनेछन्। र धेरैजनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ। लोभको वशमा परेर तिनीहरू झुटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ र तिनीहरूका विनाशको कुरा जागेछ। स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो र न्यायका दिनसम्मको निम्ति पातलको अन्धकारमा जकडिराख्नुभयो। उहाँले प्राचीन संसारलाई बाँकी राख्नु भएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रसारक नोआ र अरू 7 जनालाई सुरक्षित राख्नुभयो। उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। उहाँले दुष्टहरूका कामुकताबाट अति दुखित भएका धार्मिक लोतलाई बचाउनुभयो। ती मानिसहरूका माझमा बस्दा र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे। यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकडिराख्न प्रभु जान्नुहुन्छ। विशेष गरी तिनीहरूलाई जो अशुद्ध पार्ने काम वासनामा डुबिरहन्छन् र अधिकारको अवहेलना गर्छन्। तिनीहरू हठी र अहङ्कारी हुन्छन् र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन्। तर स्वर्गदूतहरू शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्। तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्दा गर्छन्। यिनीहरू विवेकहीन जनावरहरू जस्ता छन् र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्। यिनीहरू पक्रेर मारिनलाई जन्मेकाहरू जस्तै छन् र यिनीहरू पशुहरू जस्तै नष्ट हुनेछन्। आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्। दिउँसै भोग विलासमा मग्न रहनु यिनीहरू खुसीको कुरा ठान्छन्। तिनीहरू धब्बा र खोटहरू हुन् र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्। तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन् र जति पाप गर्दा पनि नअगाउने हुन्छन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन् र तिनीहरूका हृदयको लोभमा तालिम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्। सोझो मार्ग छोडेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बौरको छोरा बालामको पछि तिनीहरू लागेका छन्। आमेन। हामीलाई परमेश्वरको वचनले हामीलाई यहाँ प्रश्नसँग देखाइएको छ। झुटा शिक्षकहरू, जुन झुटा शिक्षाहरूको समूह छ, तिनीहरू चाहिँ केही समयको लागि विश्वासीहरूलाई चाहिँ अलमल्ल पार्नलाई चाहिँ तिनीहरू अगाडि बढिराखेको हामी देख्न सक्छौँ र त्यो चाहिँ केही समयको लागि मात्र हो। र परमेश्वरले त्यस्ता मानिसहरूलाई, त्यस्ता समूहलाई परमेश्वरले चाहिँ एक समयमा दण्ड दिनुहुनेछ भनेर पनि हामीलाई प्रश्नसँग देखाइएको छ। अहिलेको समयमा धेरैजना नामधारी विश्वासीहरूले यी झुटा शिक्षकहरू र तिनीहरूका विलासीका आचरणहरू र व्यभिचारमा अनुसरण गर्नेहरू व्यक्तिहरू हामी प्रशस्तसँग हामी भेटाउन सक्छौँ। र कतिजनालाई नामधारी विश्वासीहरूले यस्ता कुराहरू गरेको देख्दाखेरि धेरै मानिसहरू विश्वासबाट पतन भएको र विश्वासबाट चाहिँ वञ्चित भएको, असल परमेश्वरलाई चिन्ने व्यक्तिहरू पनि ती झुटा शिक्षाहरूको समूहमा पर्न गएको हामी
देख्न सक्छौँ। तर हामीले यी कुराहरूलाई विचार नगरिकन हामीलाई परमेश्वरले के भन्दै हुनुहुन्छ त्यो आवाजलाई सुन्नु चाहिँ महत्त्वपूर्ण कुरा छ प्रियजनहरू। हामीलाई बाइबलले बताइए जस्तै नोआ पनि एकदम धार्मिक व्यक्ति थिए र उसलाई परमेश्वरले जुन चाहिँ जहाज बनाउन आज्ञा दिनुभयो र उसले परमेश्वरको आवाजलाई सुनेर जहाजलाई निर्माण गर्न ऊ अगाडि बढेको हामी देख्दछौँ। र त्यो समयमा धेरै मानिसहरूले धेरै समूहहरूले उसलाई विभिन्न कुराहरू गरे, गिल्लीहरू गरे अनि उसलाई विभिन्न कुराहरूले उसलाई बाधा पार्न खोज्ने तत्त्वहरू पनि पक्कै पनि आए होला। तर कुराहरूलाई केही पनि नठानिकन परमेश्वरको आवाजलाई सुन्दै उसले आफ्नो कर्तव्य पुरा गरेको हामी देख्छौँ। त्यो मात्र होइन, परमेश्वरले जुन आज्ञा दिनुभएको थियो ती कुराहरूलाई पालन गरेर उसले चाहिँ आफ्नो काम सम्पन्न गरेको छ। र 40 दिनसम्म पानी पर्यो, जल प्रलय भयो, तर त्यो समयमा आफू र आफ्नो परिवारलाई सुरक्षित राखिएको हामी उत्पत्तिको घटनामा हामी पाउँदछौँ प्रियजनहरू। यसको अर्थ के हो भने तपाईँलाई पनि परमेश्वरले विभिन्न प्रकारले तपाईँलाई वचनमा पक्का हुन तपाईँलाई परमेश्वरले आह्वान गर्दै हुनुहुन्छ। विश्वासमा परिपक्व हुन परमेश्वरले तपाईँलाई आह्वान गर्दै हुनुहुन्छ। किनकि यदि तपाईँले परमेश्वरलाई चिन्नु भएको छैन भने तपाईँलाई यस समय परमेश्वरले वास्ता गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। तपाईँको विगतका दिनहरूमा जे जस्तो सुकै परमेश्वरको विरुद्धमा पाप गर्नु भए तापनि अहिले नै तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र ती पश्चाताप गरेर फेरि नयाँ जीवनयापन गर्दै मानिसहरूको बिचमा पुग्नलाई परमेश्वरले तपाईँलाई आह्वान गर्दै हुनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? र यदि तपाईँले परमेश्वरलाई चिनिसक्नुभयो र तपाईँ क्रिस्चियन परिवारमा एक्लो हुनुहुन्छ अथवा तपाईँको एक्लो परिवार छ, दायाँ बायाँका मानिसहरूले परमेश्वरलाई चिनेका व्यक्तिहरू छैनन्, तपाईँलाई धेरै असहज भएको छ, तर पनि तपाईँलाई परमेश्वरले भन्दै हुनुहुन्छ तपाईँ चाहिँ परमेश्वरको आवाजलाई विशेष गरी ख्याल गरिकन परमेश्वरको वचनलाई पालन गरिकन तपाईँ चाहिँ अगाडि बढ्नुहोस्। किनकि दायाँ बायाँका कुराहरू, झुटा कुराहरूले तपाईँलाई बसमा पार्न सक्छन्, तर त्यो समयमा तपाईँ भने बलियो भएर परमेश्वरको आवाजलाई सुन्दै परमेश्वरको वचनलाई ख्याल गर्दै जब तपाईँ अगाडि बढ्नुहुन्छ भने तपाईँको परिवार र तपाईँ सुरक्षित हुनुहुनेछ प्रियजनहरू। किनकि तपाईँ र हाम्रो जीवन सुरक्षित गराउनको निम्ति चाहिँ तपाईँ र हाम्रो चाहिँ ठुलो कर्तव्य रहेको छ। अहिले हामी हेर्छौँ भने कतिजनाको परिवारमा एकजना मात्र विश्वासी रहेको छ र एकजना मात्र परिवार रहेको हामी देख्छौँ। तर त्यो समयमा उहाँहरू कतिजनाहरू विचलित हुनुहुन्छ र कतिजनाले सङ्गति पाउनु भएको छैन, कतिजनाले चाहिँ चर्चमा चाहिँ जान पाउनु भएको छैन। त्यो समयमा पनि परमेश्वरले चाहिँ हामीलाई विभिन्न प्रकारले हामीलाई परमेश्वरको वचनबाट हामीलाई उत्प्रेरणा दिइराख्नु भएको छ र हामीलाई ती विश्वासमा बलियो बनाउन चाहिँ हामीलाई विभिन्न सामाजिक सञ्जालबाट हामीलाई प्रदान भइराखेको छ प्रियजनहरू। हामीले भर्खरै ती घटनाहरूलाई हेर्दै गर्दाखेरि ती बाइबलको जुन चाहिँ हामीले खण्डलाई हामीले पढ्दै गर्दाखेरि के विचार गर्न सक्छौँ भने झुटा शिक्षकहरू, झुटा अगमबाडीहरू, झुटा कुराहरूले चाहिँ कहिले पनि परमेश्वरको राज्यको निम्ति काम गर्न सक्दैन। ती व्यक्तिहरू, ती तत्त्वहरू चाहिँ एक समयमा पक्कै पनि नष्ट भएर जान्छन् भन्ने कुरा चाहिँ प्रष्टसँग देखाइएको छ। त्यहाँ लोतको विषय पनि, सदम र गमोराको विषयमा पनि उल्लेख गरिएको छ। त्यसको अर्थ चाहिँ के हो भने जुन चाहिँ त्यो समयमा पनि व्यभिचारले गर्दाखेरि ती सहरहरू ध्वस्त भएको हामी देख्दछौँ। प्रियजनहरू, तपाईँ हाम्रो वरिपरि रहेका समाज, हाम्रो वरिपरि रहेका व्यक्तिहरू पनि ती व्यभिचारमा, ती परमेश्वरको विरुद्धमा लागिरहेको छ भने तिनीहरू पनि एक समयमा नष्ट हुन्छ भन्ने कुराहरू चाहिँ हामीलाई परमेश्वरको वचनले हामीलाई बताइएको छ। प्रियजनहरू, के तपाईँको परिवारमा र तपाईँको वरिपरि रहेका साथी सङ्गीहरू पनि के यस्ता व्यभिचारमा अनि परमेश्वरको विरुद्धमा लाग्ने व्यक्तिहरू त छैनन्? यदि हुनुहुन्छ भने तपाईँहरूले उहाँको निम्ति प्रार्थना गर्नुहोस्। तपाईँहरूले उहाँहरूको निम्ति जब हामी प्रार्थनामा गर्छौँ भने परमेश्वरले ती मानिसहरूको हृदयमा बदलाव ल्याउने परमेश्वरले तपाईँबाट, तपाईँको परिवारबाट परमेश्वरले काम गर्नुहुनेछ। हुनसक्छ तपाईँले बाइबल धेरै पढ्नु भएको छैन, धेरै अध्ययन गर्नुभएको छैन, म त मानिसहरूको बिचमा कसरी परमेश्वरको वचन पुर्याउन सक्छु र भन्ने तपाईँको हृदयमा मनमा हुनसक्छ प्रियजनहरू। तर तपाईँलाई परमेश्वरले विभिन्न प्रकारले चलाउनुहुन्छ। तपाईँसँग ती ज्ञान बुद्धि नभए तापनि परमेश्वरले तपाईँलाई छुट्टै प्रकारको ज्ञान बुद्धि भर्नुहुनेछ। आज तपाईँलाई ती साहस, ती ढाडस भने तपाईँलाई परमेश्वरले दिनुहुन्छ प्रियजनहरू।
अहिले नेपालमा हेर्छौँ भने दसैँ तिहार रमझम धेरै हामी देख्दछौँ। ती मानिसहरूले ती धर्म कर्महरू गरिराखेको छ। परमेश्वरलाई खोज्दै मानिसहरू दिन प्रतिदिन मन्दिरहरू धाइराखेको हामी देख्दछौँ प्रियजनहरू। र म तपाईँहरूलाई यही भन्न चाहन्छु यस कार्यक्रमबाट, तपाईँलाई परमेश्वरले कसरी यस पृथ्वीमा लिएर आउनुभयो तपाईँले विचार गर्नुपर्ने हुन्छ। तपाईँलाई परमेश्वरले कसरी निर्माण गर्नुभयो, कसरी जन्माउनु भयो भन्ने कुरा तपाईँले विचार गर्नुहोस्। तपाईँलाई तपाईँको जीवन चाहिँ 1000 वर्ष बाँच्ने होइन। तपाईँको यो शारीरिक शरीर 1000औं वर्ष बाँच्छ भन्ने तपाईँलाई त्यो ग्यारेन्टी छैन। तर हाम्रो समय भनेको केही समय मात्र बाँकी रहेको छ। हामी संसारमा केही समयको लागि मात्र आएका हौँ र यो केही समयमा पनि परमेश्वरले विभिन्न कुराहरू तपाईँलाई दिनुभएको छ। तपाईँलाई परमेश्वरले कति वास्ता गर्नुहुन्छ, तपाईँलाई कति प्रेम गर्नुहुन्छ होला। तपाईँ योभन्दा अगाडि तपाईँले विभिन्न व्यभिचारका कुराहरू गर्नुभयो होला, परमेश्वरको विरुद्धमा विभिन्न काम गर्नुभयो होला। तर तपाईँले यो समयमा म चाहिँ यी कुराहरूलाई छोडेर म चाहिँ अब परमेश्वरको वचनमा म अगाडि बढ्छु, म परमेश्वरले दिनुभएको यो जीवनलाई म चाहिँ सुरक्षित ढङ्गले आनन्द प्रकारले म जीवनयापन गर्छु भनेर तपाईँलाई त्यो मनमा आएको छ भने तपाईँले परमेश्वरसँग प्रार्थना गर्नुहोस्, पश्चाताप गर्नुहोस् र अब उपरान्त म चाहिँ ती कुराहरूलाई दोहोऱ्याउँदिनँ, ती दुष्ट कामहरूलाई म दोहोऱ्याउँदिनँ। अब चाहिँ म परमेश्वरको वचनअनुसार जीवनयापन गर्छु, नयाँ जीवनयापन गर्छु भन्ने तपाईँको त्यो मनमा आएको छ भने आजैदेखि हामी तपाईँहरूको लागि हामी प्रार्थना गर्दछौँ। र तपाईँहरूलाई यस्तै परमेश्वरको वचनको खाँचो छ भने तपाईँहरू नजिकमा रहेको मण्डली चर्चमा गएर तपाईँले बुझ्न सक्नुहुनेछ, बाइबल अध्ययन गर्न सक्नुहुनेछ। र यदि तपाईँहरूसँग ती कुराहरू माध्यमहरू छैन भने गुड न्युज तपाईँलाई के छ भने किङडम भोइस एफएम पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ र तपाईँलाई बाइबलको खाँचो छ या कसरी ती बाइबलहरू तपाईँको घरमा तपाईँको पासमा लिएर आउने भन्ने कुराहरू पनि पक्कै पनि तपाईँलाई जानकारी भने दिइनेछ प्रियजनहरू। र तपाईँहरू चर्चमा निरन्तर गइराख्नु भएको छ, त्यो धेरै आशिषको कुरा हो, त्यो धेरै असल कुरा हो। र परमेश्वरले तपाईँ हामीलाई जहिले पनि परमेश्वरको वचनमा बलियो भएर मानिसहरूको बिचमा जानु र मानिसहरूलाई सुसमाचार सुनाउनु चाहिँ हाम्रो कर्तव्य हो प्रियजनहरू। र हामीलाई परमेश्वरको वचनले विभिन्न प्रकारले हामीलाई ढाडस दिँदै हुनुहुन्छ, हामीलाई बलियो पार्दै हुनुहुन्छ र हामीले त्यसलाई हामीले मनन गर्नुपर्ने हुन्छ। तर अहिलेको समयमा लोभको कारणले गर्दाखेरि लोभको वशमा परेर धेरै मानिसहरूले चाहिँ तपाईँ हामीबाट चाहिँ फाइदा उठाउन सक्छन् प्रियजनहरू। तर त्यो समयमा चाहिँ तपाईँ हामी चाहिँ एकदम सक्रिय भएर परमेश्वरको वचनलाई जब हामी निहाल्छौँ, हामी अगाडि बढ्छौँ भने तपाईँलाई र मलाई परमेश्वरले सुरक्षित स्थानमा पक्कै पनि राख्नुहुनेछ प्रियजनहरू। आज परमेश्वरको वचनले हामीलाई प्रष्टसँग देखाइएको छ कि जुन चाहिँ अधर्म, जुन चाहिँ पापमा जब हामी लाग्छौँ भने परमेश्वरले हामीहरूलाई नष्टको बाटोमा लानुहुनेछ। तर ती कुराहरूबाट हामी उम्कन चाहन्छौँ भने हामी चाहिँ परमेश्वरको असल कुराहरूलाई पछ्याउनु पर्ने हुन्छ, असल कुराहरूमा हामी अगाडि बढ्नुपर्ने हुन्छ। जसरी बाइबलमा उल्लेखित गरेको जस्तै बालमको पछि तिनीहरू लागेका छन् भन्नुको अर्थ चाहिँ के हो भने परमेश्वरका मानिसहरूको नोक्सानीमा आफ्नो व्यक्तिगत सम्मान, भौतिक उपलब्धिलाई प्रेम गर्ने स्वभावलाई बुझाउँछ प्रियजनहरू। अनि जस्तै व्यभिचार, सम्मानको मोह र रुपियाँ पैसाको लोभले झुटा शिक्षकहरू, प्रचारकको चित्रण गर्ने कुरामा पत्रुसले विशेष गरी त्यहाँ जोड दिएको छ। के तपाईँ हामी पनि नामधारी क्रिस्चियन त बनेका छैनौँ? अथवा तपाईँलाई नामधारी क्रिस्चियनले तपाईँलाई विभिन्न रुपियाँ पैसा, भौतिक सम्मान, व्यक्तिगत सम्मानका कुराहरू लोभले तपाईँलाई फुस ल्याउने काम त गरिराखेको छैन? यस्ता कुराहरू तपाईँको बिचमा आएको छ भने तपाईँले इन्कार गर्नुपर्ने हुन्छ प्रियजनहरू। तपाईँले प्रार्थना गर्नुपर्ने हुन्छ ती व्यक्तिहरूको लागि, ती तत्त्वहरूको लागि। तर म यो कार्यक्रम असल छिमेकीबाट पनि तपाईँलाई यही बिन्ती गर्दछु कि तपाईँहरू व्यभिचार, आफ्नो सम्मानको निम्ति, भौतिक उपलब्धिको निम्ति मात्र तपाईँहरू अगाडि जब बढ्नुहुन्छ भने तपाईँलाई र मलाई परमेश्वरले एक समयमा दण्ड दिनुहुनेछ। तर हामी परमेश्वरको वचन अनुसार, परमेश्वरको अनुसरण गर्दै, येशू ख्रीष्टको अनुसरण गर्दै हामी जब जीवन यापन गर्छौँ भने परमेश्वरले हामीलाई अहिलेको समयमा आशिष दिनुहुनेछ र भविष्यको समयमा पनि हामीलाई सुरक्षित राख्नुहुनेछ प्रियजनहरू। के तपाईँ हामी परमेश्वरमा सुरक्षित हुन चाहन्छौँ? के तपाईँ हामी परमेश्वरको आशिषलाई उपभोग गर्न चाहन्छौँ?
यदि चाहन्छौँ भने तपाईँ र हामीले गएको समय गरेका गल्ती, अपराधहरू, भुलहरू, पापहरूलाई हामीले क्षमा गरिकन, हामीले पश्चाताप गरिकन हामी फेरि परमेश्वरको नजिकतामा आउँछौँ र परमेश्वरको वचनअनुसार जीवनयापन गर्छौँ भने तपाईँलाई र मलाई परमेश्वरले असल मार्गमा लानुहुनेछ र हाम्रो अनन्त जीवनमा हामीलाई प्रवेश गराउनुहुनेछ। प्रियजनहरू, के तपाईँको परिवारमा तपाईँ एकजना मात्र विश्वासी हुनुहुन्छ या तपाईँले विश्वास गर्नुभएको छैन? यदि तपाईँले पनि विश्वास गर्नुभएको छ भने आज नै तपाईँलाई परमेश्वरले भन्दै हुनुहुन्छ, आउनुहोस्, तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, तपाईँलाई परमेश्वरले वास्ता गर्नुहुन्छ। तपाईँसँग संसारको विभिन्न धन सम्पत्ति हुन नभएको होला, अथवा तपाईँसँग प्रशस्त धन सम्पत्ति छ तर तपाईँमा शान्ति छैन, तपाईँमा चाहिँ उद्धार छैन भने त्यो चाहिँ व्यर्थ छ। प्रियजनहरू, त्यस कारणले परमेश्वरले तपाईँलाई आह्वान गर्दै हुनुहुन्छ, आउनुहोस्, तपाईँलाई परमेश्वरले अति प्रेम गर्नुहुन्छ। संसारको मानिसहरूले तपाईँलाई छोडेर जान सक्छ, तपाईँको बाआमाले छोड्न सक्ला, तर तपाईँलाई परमेश्वरले कहिल्यै पनि भुल्नुहुन्न, तपाईँलाई प्रेम गरिराख्नुहुन्छ। तपाईँ चाहिँ अनन्त जीवनमा प्रवेश गरेको चाहिँ उहाँ चाहनुहुन्छ। परमेश्वरको इच्छा चाहिँ के हो भने संसारका सबै मानिसहरू चाहिँ जीवन पाएको, त्यो पनि अनन्त जीवन पाएको चाहिँ परमेश्वरले चाहनुहुन्छ। कोही पनि नष्ट नभएको चाहिँ परमेश्वर चाहनुहुन्छ। प्रियजनहरू, अनि यो समयमा कार्यक्रम असल छिमेकीबाट पनि यही आग्रह गर्दछौँ कि तपाईँ सुरक्षित हुनु, तपाईँको आत्मिक जीवन सुरक्षित हुनु, तपाईँको शारीरिक जीवन सुरक्षित हुनु नै हाम्रो विशेष प्रार्थना हो। प्रियजनहरू, तपाईँको परिवारमा, तपाईँको समाजमा र तपाईँको व्यक्तिगत जीवनमा परमेश्वरले ठुलो काम गर्नुभएको होस् र आउने दिनहरूमा पनि परमेश्वरले हामीलाई नयाँ प्रकाशहरू दिँदै हुनुहुन्छ। र कार्यक्रम हामी अन्तिममा आएका छौँ। हामी तपाईँलाई यही भन्न चाहन्छौँ कि तपाईँहरू जस्तो सुकै अवस्थामा भए तापनि, तपाईँ जुनसुकै अवस्थामा भए तापनि तपाईँलाई परमेश्वरले वास्ता गरिराख्नुहुन्छ, प्रेम गरिराख्नुहुन्छ। तपाईँलाई परमेश्वरले असल बाटोमा हिँडाउन चाहनुहुन्छ। के तपाईँ असल बाटोमा हिँड्न चाहनुहुन्छ? यदि असल बाटोमा हिँड्न चाहनुहुन्छ भने हाम्रो संसारको एकमात्र उद्धारकर्ता येशू ख्रीष्टलाई ग्रहण गरिकन, आफ्नो पाप, आफ्नो भुललाई क्षमा गरिकन, पश्चाताप गरिकन अगाडि बढ्नुभयो भने साँच्चै नै तपाईँको जीवन, तपाईँको आत्मिक जीवन, शारीरिक जीवनमा परमेश्वरले ठुलो बदलाव ल्याउनु हुनेछ। र म यही भन्न चाहन्छु, तपाईँलाई परमेश्वरको वचन अझै गहन प्रकारले अध्ययन गर्ने, गहन प्रकारले बुझ्ने तपाईँको इच्छा छ भने तपाईँको नजिकको मण्डलीमा जान सक्नुहुनेछ र विभिन्न बाइबल तालिमहरू पनि भइराखेको छ, तपाईँ त्यहाँ पनि समावेश हुन सक्नुहुनेछ। तपाईँलाई परमेश्वरले अझै गहिरो प्रकारले तपाईँलाई बलियो बनाउँदै समाजमा एउटा असल छोराछोरी बन्न तपाईँलाई परमेश्वरले आह्वान गर्दै हुनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? यदि हुनुहुन्छ भने तपाईँ आज नै प्रार्थना गर्नुहोस् र परमेश्वरको वचनअनुसार जीवन यापन गर्नुहुन हार्दिक अनुरोध गर्दै म यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।